वेलकम ब्याक एभ्रिवान गुड मर्निङ सबैलाई। आज पनि नयाँ भिडियोको साथ म आइसकेको छु। आज हामी जाँदैछौँ नमोबुद्ध एजुकेसन फाउन्डेसनबाट, जुन हाम्रो ट्युसन सेन्टर छ त्यहाँबाट पिकनिक जाँदैछौँ हामी थर्ड इयर र फोर्थ इयरको स्टुडेन्टहरू। अब बिहानको 5 बजिसकेको छ, म रेडी भइसकेको छु। मेरो साथीहरू आउने क्रममा हुनुहुन्छ। के कस्तो सिनहरू रहेछ, हामी जाँदैछौँ ककनी, त्यहाँ के कस्तो सिन रहेछ त्यसलाई समेटेर एउटा छोटो मिठो भिडियो तपाईँहरूको माझ आउँदैछ। लेट्स गो। सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। प्यारा स्टुडेन्टहरू यहाँ बसको वेटिङमा हुनुहुन्छ। आइसम्यान नदेखा भन्छ। रिमा खै रिमा 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 यता कति राम्रो देखि क्या, धेरै मेकअप लागेको छ। कविता कविता हेलो गाइज, सबैलाई स्वागत छ है। ल हाम्रो बस रेडी भइसकेको छ गाइज। सर त्यहाँ ड्राइभरसँग कुरा गर्दै हुनुहुन्छ। बारी मेरो साथीहरू त्यहाँ बसिराख्नुहुन्छ। सर त ह्यान्डसम देख्नु भयो त के हो, फेरि अर्को म्याम ल्याउने बिगार्छ क्या।
दिदीहरू साथै हुनुहुन्छ फेरि गाली गर्ला फेरि बाहिर भन्दा हामी तल झर्दैछौँ गाइज हाम्रो दोस्त यहाँ हुनुहुन्छ ल हाम्रो साथीहरू सबै झरिसकेका छन् गाइज ल हामी तल झऱ्यौँ ल गाइज ल उहाँको अब केही 2-4 शब्द कस्तो भयो बसमा एकदमै रमाइलो हाम्रो अनिल सरलाई चाहिँ धेरै धेरै धन्यवाद यति राम्रो अवसर जुटाइदिनु तपाईँ आउनु न हजुर सँगसँगै साथीहरूसँग सबैसँग भेट पनि भयो लङ टाइम आफ्टर हैन आफ्टर लङ टाइम नो सी वी आर ह्याप्पी नो यु नो वी मलाई पनि सोधेको हैन ल राम्रोसँग टङ्गर रमाइलो गर्ने ल थ्यांक यू भेरी मच अनिल सर हामी ओके अनि मेम्बरहरूलाई पनि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच तपाईँको इन्टरभ्यूको लागि सानो छोटो समय दिनुभएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई तपाईँको जय होस् मेरो भय होस् नभए नहोस् है कोही को छ इन्टरभ्यू लिनुहोस् कोही हामी खेलेको गल्लीमा छिमेकी कराउँथे सारो आजको काका छ तर मनले मेरो बाल्यकालै सम्झियो सानेमा गङ्गालाई कहाँ पुर्यायो घैटोले लडायो सल्लाहको पातले चिप्लायो गङ्गा जहाँसुकै गए पनि घैटो चाहिँ जाउ नबुटोस् दिदी आउनु भएन सम्झना दिदी सँगै नहोला हामी तर साथ सधैँभरको सम्झना दिदी आउनु गाइज हामी यस्तो सजिलो ठाउँमा हिँड्दैछौँ गाइज हेर्दै लोटे सुस्त ल खस्यो भने के हुन्न म आऊ न है माया भिरबाट झरेर गाइज दिस इज रिमा दिस इज ककनी दिस इज खाल्टो ओइ बी केयरफुल प्लिज नाली गाइज पानी This is a beautiful sea होइन scenery. So we are going to this peak season. Peak season. I am cold. I like चिसो also. त्यही भएर 4th इयरमा बेलैमा पास हुन्छ कि होइन यस्तो ठाउँमा ल्याएको नत्र भने त स्टोरेज फुल भएर त मोबाइल जस्तै हुन्छ गाइस धुलो त खासै छैन नि धुलो कविता हेर कति राम्रो भएर आइछन् आज हेर त मेरो लागि यत्रो मेकअप गरेर आइछन् ठिकै छ दोस्त हाम्रा प्यारा दोस्तहरू अगाडि छ नि यस्तो धुलो खासै धुलो छैन है यतिको धुलोले त केही मान्नु पर्दैन यो आइसमा खत्तम मान्छे 1 नम्बरको ठिकै छ के छ रिमा कस्तो छ एलसेल सोधिरहेछन् के कस्तो भइरहेको अरे एलसेल बोलाइछन् यहाँ भिडियो कलमा भन्ने त केही ओइ एलसेल सोधिरहेछन् के भन्नु न हेलो भन्नु नि हेलो हेलो भन्नु न हेलो अहिले भिडियो कल एलसेलले फोन गरिछन् के भन न के गर्ने भएन न ओइ साथीहरूले फोटो खिच्दै हुनुहुन्छ गाइस कस्तो राम्रो देखियो भाइ एचडी देखियो छ एचडी यता हाम्रो अब डिजेको व्यवस्था हुँदैछ है डिजेको व्यवस्था हुँदैछ वाउ कविता सो ब्युटिफुल कस्तो राम्रो देखियो के आइसमा हेर न वाउ कस्तो राम्रो देखियो कि वाउ अरे वाह
आइसमाको पोज हेर न चुनेरी चुनेरी मलाई भावरको सबै कपडाहरू यहाँ भिराइदिएर उनीहरू मजाले भिडियो बनाएर बसेछन् अब ल कति जाने अब खाजा खाने तयारीमा छौँ के भन्छ यसलाई ब्रेकफास्ट होइन त फास्ट यु फास्ट गो फास्ट नाउ यु इट ब्रेकफास्ट गाइज यहाँ लाइन छ एकदम राम्रो लाइन छ यो ब्रेकफास्टको लाइन हो यहाँ खाने कता सुरुवात भइरहेको छ गाइज यो त हाम्रो दाइहरूले गरेका छन् दोस्तों ये है आइस्मा ये गंगा ये कविता ये रिमा ये है मैं हूँ ये गाइज म चिया खाँदैछु गाइज चिया साँच्चैकै आनन्दमय हुँदो रहेछ यो संसारको जुनसुकै ठाउँबाट देख्न सक्नुहुने मेरो बिहानीको सुरुवात चियाबाट भएको छ साथै मेरो प्यारा प्यारा एकदम के भन्छ बेस्ट फ्रेन्ड हो सबैसँग म कपाल फोटो खिचिसकेको छु टेन्सन नगर पाले पालो स्टोरीमा आउँछ है गाइज टेन्सन नगर पाले पाले टिकटकमा फिल्टर लगाए पनि वास्तवमा यिनीहरूको रूप चाहिँ यस्तो छ है गाइज वास्तवमा यिनीहरूको रूप यस्तो छ अलिकति टिकटकमा चाहिँ धेरै राम्रो छन् सो टिकटक हेरेर नझुक्किनु होला भन्दैछु है अब म चाहिँ चिया खान गइरहेको छु दोस्त त्यसमा बनाऊँ न उयो मान्छेसँग मैले कपाल फोटो खिच्नु भनेको माने होइन उसको मेरो जोडी राम्रो देखिन्छ रहेछ कि साँच्चै फोटोमा चाहिँ वास्तवमा त्यस्तो खतम छ मान्छे तर फोटोमा चाहिँ राम्रो आउँछ हैन जोडी चाहिँ उसँग मिले ठ्याक्क कवितासँग नि राम्रो देखिन्छ हो कविता पनि डल्ले यस्तो राम्रो देखेछ हाइट पनि त्यस्तै गङ्गा त फेरि सगरमाथा जस्तो भएर अलिकति समस्या बिग्रियो तिमीले मलाई त्यही माथि हिलाएर आएछ त्यो पिनले गोबे हैन तिम्रो त उ त पिन घुसेर आइछ त जुत्तामा मुझे तोड़ चढ़ी जाऊंगी खड़ी खड़ी मंगवा दो मुझे लाल पनीर लाल पनीर लाल पनीर लाल पनीर लाल पनीर लाल पनीर मंगवा दो मुझको लाल पनीर 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 मंगवा दो मुझको लाल पनीर एजुकेसन फाउन्डेसनका लड्का लड्कीहरू यो टपरहरू गाइज यिनीहरू टपरहरू हुन् धेरै हल्ला गर्नेमा टपरहरू हुन् वास्तवमा पढ्नेमा होइन पढ्दाखेरि नै इक्जाम दियो भने एकजनाले पनि तीनजनाले साट्छन् गाइज जस्तै त्यो मध्ये म पनि पढ्छु ल गाइज हामी हाइकिङ होइन यो ब्रो बोरीहरू छ यहाँ त अरू पिकनिक पनि छ है दोस्तों हमारा दोस्त पीछे है आगे भी है अब हामी हाइकिङ को लागि हिँड्दैछौँ गाइज ओ रेशम फिरिरी उडेर जाऊ कि चिप्लेरै जाऊ रेशम फिरिरी हामी इधर आया गाडी लक गरेर सबै ओ रेशम फिरिरी उडेर जाऊ कि चिप्लेरै जाऊ रेशम फिरिरी तिसी जाऊ कालो लामो
परेली के आँखा तिर पनि बस्यो यो दिलैमा कालो लामो नाकको फुली बस्यो यो दिलैमा। हेलो दोस्तों, ये हुन हमारा स्टूडेंट नहीं है, सर का स्टूडेंट है। ये बहुत ही एकदम अनुशासित स्टूडेंट है, बेला बेला हल्ला करती नहीं है, गाइस यहाँ अल्छी भएर बसिसक्यो गाइस, थकेर टक्क लारिया माथि छ उहाँ पार्क चाहिँ माथि हो न कस्तो रहेछ। हेलो जहाँ बाबा उता माथि आउँछ, त्यहाँ गयो भने 2-4वटा गीत थपिन्छ। फुलपाती सहर यहाँ बेग्लै सोचाइ आइपुगे महनी केही गर्नलाई सबैलाई सम्झना गर्नबाट नै आशा अहिले यहाँ भएनी मन भने सन्तानी उतै छ हाम्रो नेपालमा। मन्त्रीले नयाँ आउनलाई मरि मेटी धन कमाउनलाई के गर्नु देशभरि बेरोजगारी खान्न सकिएन ऋणको बारी आमालाई तिमी छिटिस पारी याद आउँछ झलझली मुटु बहिनी बस्यो यो दिलैमा। हाय हाय गोजीमा हात राख्ने ल गाइस, हाम्रो कपाल छैन, हामी गोजीमा हात राखेको ल। खोइ म खोइ ओ मेरो कपाल त यार just looking like oh wow। एकपल्ट सबैलाई देख्छु, एकपल्ट त मा तेरो गीत गीत के हो सर चाहिँ कहाँ जानुभयो? सासैपल्ट सबैलाई देख्छु, मायालाई देख्दिनँ भन्ने यार के हो क्युरियस यार। गाइस हामी पार्कबाट फर्किन सबैको जोडी देखेर मेरो टाउको दुखेर मैले बाँधेछु। फर्स्ट एड किट सर्वप्रथम अब आफूले हेर्नु पऱ्यो नि त। त्यो सबैको जोडी देखेर चाहिँ आफ्नो टाउको दुखेको छ। गाइस फोटोग्राफरले फोटो खिच्दै हुनुहुन्छ हाम्रो सन्दीप सरले। कस्तो देखेको छ गाइस, कस्तो त्यो पुरानो कहानी हामी फेरि यहाँ माथि जाँदैछौँ। खै हाम्रा
दोस्तहरू कस्तो राम्रो देख्यो है धुरोले गर्दा होसै उडाउने नारायण होसै उडाउने लड्के जोबन कर्के जोबन घायल बनाउने हामी गाई उकालो चढ्दैछौँ यहाँ धुलो धुवा छ तर त्यस्तो छैन एकदम आनन्द छ एकदम यताहरू यता काफलका रुखहरू छन् है फेरि भिडियो बनाऊ न भिडियो नै छ के खालको भटभटे लिएर आछ यो मान्छेले हामीलाई डिस्टर्ब गर्ने हो लाइट खेर हिमाल हाँसेको तिम्रो गीत सुनेर नाचेको तिम्रो जोबनलाई हो देखेर पिरती गाँसेको तल हिँड्यो है यिनीहरू माथि जानुपर्ने होइन र गाइज यो ठाउँमा आएपछि यस्तो हावा पाइन्छ एकदम प्रकृतिमा पाएको सबभन्दा फ्रीको चिज नेचुरल अक्सिजन फ्रम दिस ट्री सो गाइज अब हामी गुम्बामा आइसकेका छौँ यहाँ एकदम आनन्द शान्तिको प्रतीक सो यहाँदेखि भगवान् गौतम बुद्धलाई स्मरण गरेर प्रार्थना बस्न सक्नुहुन्छ सो हाम्रो यहाँ रमाइलो छ एकदम राम्रो सिन त बब्बाल देखिँदो रहेछ ल वाउ वाउ सो ब्युटिफुल आउनुहोस् ल वेलकम छ तपाईँलाई स्वागत छ हाम्रो गुम्बामा है कहाँदेखि आउनुभयो होला टाढीबाट आउनुभएको ए नमस्ते नमस्ते भाग्यमानी भए यसो फोटो खिच्नु फोटो राम्रो फोटो खिच्नु ल तल खस्ला है धेरै पर्नु त अहिले कविता बेरी तल खस वाउ नाइस गाइज खिच्यो त के गर्ने दिस इज द बाख्रो माई फ्रेन्डको फ्रेन्ड दिमा अगाडि हिँड्नु भएको छ सो गाइज गङ्गाजी अगाडि जानुभएको छ तल स्प्रिङ्कल चलिरहेको छ जहाँ पानी भरिरहेको छ गाइज एकदम राम्रो छ यहाँ आइसमाको घर रहेछ आइसमा घर हो गाइज आइसमाको घर देखेन साथीहरू यो आइसमा घर हो पुरा पालन गर्छन् उनी एकदम मेहनती इमान्दारी छन् त्यही हो कलेज कहिले 2-3 दिन आउँदिन नि त्यही हो बालै छैन उनलाई कताबाट है यो ब्यागको तर्नु हो गएको बोकेको हजुर एकदम खिच्छु नि उयो नै हिरोइन जस्तो देखेको छ क्या आज खालि बिहानदेखि उसले हेर्दा चित्त छ गाइस उसले चाहिँ मलाई बालै बेचेन बाल बेचेन तर ब्याग र पसेर दिन्छ कस्तो राम्रो क्या गाइस यदि तिमी यो सिनमा घुल्न पाएको भयो वाउ सबको यहाँ बसेको नि बिचरा के छ हेर्नु सक्दा के छ आइसमा यहाँ बस्छन्
अनि अरुण सरले गिटार बजाउनु खोज्नु भयो तर गिटार हेरेर मात्रै चित्त बुझाउनु भयो बबितालाई हेऱ्यो सबै घुमेर आएर टक्क लाएर रेस्ट गर्नुभएको छ गाइस भलक नयाँ हो यार च्यानल अमृत भाइ ल सबैजना गर्ल्स स्टुडेन्टहरु सबैजना यता आइदिनु त गर्ल्स माने केटी गर्ल्स स्टुडेन्ट सबैजना आइदिनुहोस् खेल्न पर्यो कुर्सी धेरै भयो ल म्युजिकल चेयरको कार्यक्रम सुरुवात भइरहेको छ लेट्स गो के हुन्छ ल हेरौँ ल म्युजिकल चेयरको कार्यक्रम सुरु भइरहेको छ गाइज हेर को फर्स्ट हुन्छ फर्स्ट इनाम छ पुरस्कार छ थाहै नै पाँचजना बोइजहरु चाहिँ भित्र बस्नु ल
लन्च खाने कार्यक्रम भइरहेको छ गाइज सबै लाइनमा लन्च लिनको लागि रेडी भएका छन् माथि दिएर हेलो लन्च लिएर आइसकेका छन् गाइज म पानी खाइरहेको छु गाइज पानी गाइज हाम्रा साथीहरू आउँदैछन् बिहालाई जस्तो भएर हामी चिसो लिएर जाडो भएर कति चिसो रहेछ अब अँध्यारो लाग्यो नि त गाइज सुनिराखेको छु सक्यो ल गाइज फिनिसिङ अब घर फर्किने त्यही चिसो छ ऊ यहाँ प्लेन क्रास भएको भन्छ त्यो पछाडि हो कि त्यही चिसो दोस्तो हाम्रो साथीहरू सबैले एक बाजी भात खाएर सबै सुतिसकेका छन् यहाँ फर्स्ट अफ अल जस चढ्ने भात खाए जस उठाए 950 रुपियाँ है बाँकी रुपियाँ 50 रुपियाँ चाहिँ उठाएर जस्तो लाग्यो ठिक छ त्यो पनि उठाइसक्यो होला अब हामी घर फर्किने क्रममा छ गङ्गा यहाँ छ गाइज हेलो देखो न गाइज कल यूट्यूब में देख रहा है आपने आपको किरिश का गाना सुनेगा देखो ना चल नौली बुहारी यहाँ यस्तो सुतिरहेको छ नौली बुहारी लाग्यो हामी आइसक्यो ल अब घर जान्छ अरे मेरा आँखामा तिम्रै छ सपनी मेरा आँखामा तिम्रै छ सपनी तिमी हाँसे खुसीमै पनि साँच्चीकै यसरी रमाइलो गर्नु पाउँदा लास्टै खुसी लाग्यो साथीहरूसँग रमाइलो गर्दा यो ब्याचलरमा 4th इयरमा आएर अन्तिम क्षणमा आएर साथीहरूसँग घुम्न पाउँदा जुन हाम्रो अनिल सरको तर्फबाट भएको यो अर्गनाइजलाई हामी सबैले साथ सपोर्ट गरेर सबैलाई आनन्द महसुस भयो साथै यो एउटा बिगेस्ट मेमोरी भयो रमाइलो भयो यति भन्दै यसलाई अन्त्य गर्दछु धन्यवाद लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु है डोन्ट फरगेट